सहित सम्मान गर्ने कार्यक्रम सृजनशील युवा समाज काँगेल काठमाडौँ सम्पर्क समितिद्वारा यो विशेष सम्मान कार्यक्रमको उद्घाटन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद। असफल यहाँ हुँदैन कोही निरन्तर प्रयासले, असफल यहाँ हुँदैन कोही निरन्तर प्रयासले, बगेको नदी रोकियो कहाँ रोकेर पहाडले। शारदा एकाडेमीको प्राङ्गणमा उपस्थित भएका छौँ। आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अतिथिगणहरू लगायत पूर्व उद्घोषित सम्पूर्ण अतिथि उपस्थित सम्पूर्णमा आफ्नो पुष्परूपी शब्दहरूले स्वागत गर्न पाउँदा एकदमै खुसी महसुस गरिरहेको छु। राष्ट्रिय फुटबल टिमका प्रीति राई हुनुहुन्छ। उहाँ पनि यसै विद्यालयमा अध्ययन गर्नुभएको कारणले गर्दाखेरि उहाँको बारेमा समेत केही समीक्षात्मक टिप्पणी सहित आफ्नो मन्तव्य राख्दिनको लागि यस विद्यालयका चेयरम्यान श्री झबी राईज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद योगी सर। यस सभाका सभाध्यक्ष, विशिष्ट अतिथि, प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिज्यूगणहरूमा समग्रमा मैले चाहिँ हजुरहरूलाई नमस्कार भन्न चाहेँ। आज यो सृजनशील युवा समाज काँगेलद्वारा आयोजित प्रीति राई सम्मान कार्यक्रम तथा कुमार प्रयास राईज्यूलाई सम्मान कार्यक्रम राखेकोमा उहाँ यो सृजनशील युवा समाज काँगेललाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। भइदिनु हुने हाम्रो सम्माननीय रक्षा मन्त्रीज्यू, थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईज्यूलाई पनि म फेरि पनि म धन्यवाद दिन चाहन्छु। सम्मान कार्यक्रममा सम्मानित व्यक्ति प्रीति राईज्यू यही स्कुलमा कक्षा नर्सरीदेखि कक्षा 10सम्म अध्ययन गर्नुभएको हो र उहाँ चाहिँ यही स्कुलमा रहँदा क्लास 6मा पढ्दाखेरि राष्ट्रिय टिममा पढ्नु भएको थियो। उहाँ चाहिँ अन्डर 14, अन्डर 16, अन्डर 19 हुँदै राष्ट्रिय टिममा पढ्न सफल हुनुभएको थियो र त्यो राष्ट्रिय टिममा हुनका लागि चाहिँ म त्यतिखेर यो स्कुलको प्रिन्सिपल पनि थिएँ म र उहाँलाई मैले त्यहाँसम्म पुर्याउनका लागि मैले धेरै प्रयासहरू पनि गरेको छु। सायद उहाँलाई प्रीति राईज्यूले पनि भन्नुहुन्छ होला। कामना गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्दा सहकार्यको अपेक्षा गर्दछौँ। 2081 चैत 30 गते शनिबार काठमाडौँ योग्य प्रसाद राई अध्यक्ष काठमाडौँ सम्पर्क समिति, चित्रकुमार राई अध्यक्ष केन्द्रीय कार्य समिति, माननीय मार्वी राई प्रमुख अतिथि, रक्षा मन्त्री नेपाल सरकार। यो कदरपत्र वितरण गर्नेलाई माननीय मन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र यो कदरपत्र लिइदिनुको लागि विद्यालय व्यवस्था समितिका अध्यक्ष, हाम्रो सञ्चालक समिति अध्यक्ष ज्यूलाई चाहिँ हार्दिक आमन्त्रण गर्न चाहन्छु। हाम्रो झबी राई सर, त्यस्तै गरी यो अलि हाम्रो चाहिँ मन्त्रीज्यूलाई एकछिन आसन गर्नलाई अनुरोध गरे। एकमुष्ट रूपमा यो चेक हस्तान्तरण गर्दिनलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया यो चेक चाहिँ अगाडि लगिदिन हाम्रो अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। अब यो सँगै हाम्रो सम्मान पत्र र नगद हस्तान्तरण गरिदिनुको लागि सबैले जोरदार तालीले उहाँलाई बधाई ज्ञापन गर्नुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरू सबैलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। हाम्रो राष्ट्रिय महिला टिमके उत्कृष्ट खेलाडी
मिडफिल्ड बल सोलुखुम्बु जिल्लाले जन्माएको एक खेलाडी व्यक्तित्वलाई हामी यो सृजनशील समाज एउटा सानो एउटा सोलुखुम्बु जिल्ला थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर 2 को एउटा सानो क्लबले एउटा उहाँलाई सम्मान गर्न पाउँदा हामी एकदमै हर्षित भएका छौँ। मैले यहाँ थोरै अतिथिको आसन ग्रहणलाई म जोड्न चाहेँ। यस पछाडि अब हाम्रो मन्तव्यको क्रम रहेको छ। यो मन्तव्य पछाडि चाहिँ हाम्रो एउटा साङ्गीतिक प्रस्तुति रहनेछ। साङ्गीतिक प्रस्तुतिको लागि चाहिँ नृत्य प्रस्तुत गर्न लागि हाम्रो प्रिन्सिका कार्कीज्यूलाई तयारी अवस्थामा रहिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। र यो मन्तव्यको लागि चाहिँ यस कार्यक्रमका जुन हाम्रो यो आकर्षण व्यक्तित्वको रूपमा रहनु भएको छ, म प्रीति राईज्यूलाई आफ्नो छोटो मन्तव्यको लागि म यहाँ हार्दिक आमन्त्रण गर्न चाहन्छु। सभाका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, सम्पूर्ण अतिथिगणहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म प्रीति राईको तर्फबाट हार्दिक नमन। आज यस सृजनशील युवा समाज कागेलले गर्नुभएको जुन यस सम्मान कार्यक्रम, यसमा चाहिँ मलाई सम्मान गरिदिनु भएकोमा म एकदमै हार्दिक धन्यवाद पनि भन्न चाहन्छु र मलाई यस सम्मान योग्य ठानिदिनु भएकोमा म एकदमै मनदेखि नै कृतज्ञ प्रकट गर्न चाहन्छु। र मैले यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा 10 सम्म अध्ययन गरेँ र यस विद्यालयमा अध्ययन गर्दै गर्दाखेरि मैले चाहिँ धेरै एक्सपिरियन्सहरू चाहिँ सेयर गर्न चाहेँ र मलाई चाहिँ विद्यालयमा अध्ययन गर्दै गर्दाखेरि मलाई चाहिँ जुन शिक्षा र मलाई आफ्नो फुटबलप्रति चाहिँ ब्यालेन्स गर्नु जुन असहज महसुस गरिरहेको थियो, त्यो चाहिँ यस विद्यालयका प्रधानाध्यापक झबी सर लगायत सम्पूर्ण शिक्षक शिक्षिकाहरूले चाहिँ त्यो महसुस गर्नु भएर मलाई एकदमै राम्रो बाटोमा चाहिँ मार्गनिर्देशन गर्नुभयो र झबी सरले भनि नै हाल्नुभयो, जुन चाहिँ अब मेरो बिहान ट्रेनिङ भयो भने बेलुका चाहिँ आएर म पढ्ने गर्थेँ र बेलुका दिउँसो ट्रेनिङ भयो भने बिहान चाहिँ आएर म यहाँ क्लासहरू लिने गर्थेँ र मैले चाहिँ के महसुस गरेँ भने राम्रो शिक्षा पाउनु, राम्रो मार्गनिर्देशन पाउनु चाहिँ ठुल्ठुला विद्यालयमा नै पढ्नुपर्छ भन्ने छैन। हाम्रो यस्तो शारदा एकाडेमी जस्तो विद्यालयमा आएर पनि अध्ययन गरेर हामी यो ठाउँमा आइपुग्दाखेरि चाहिँ म एकदमै गर्व गर्न चाहन्छु र जुन किसिमको वातावरण बनाइदिनु भएको छ स्टुडेन्ट्सहरूलाई यस विद्यालयले, एकदमै म चाहिँ झबी सरप्रति एकदमै धेरै धन्यवाद भन्न चाहन्छु। र मैले चाहिँ आफूलाई एकदम भाग्यमानी ठान्छु, किनभने सानैदेखि मैले चाहिँ त्यो राइट इन्भाइरोमेन्ट पाएँ, राइट गाइडेन्स पाएँ। स्कुल मात्र नभइकन मेरो फ्रेन्ड सर्कलहरूदेखि लिएर मेरो फ्यामिलीदेखि लिएर र अहिले पनि म एकदमै आफूले लकी ठान्छु, किनभने अझै पनि मलाई चाहिँ मार्गनिर्देशन गर्नुहुने जस्तै आज यस सृजनशील युवा समाज यसरी मलाई हौसला दिइरहनु हुने, यसरी मलाई चाहिँ राम्रो गर्दा स्याबासी दिने व्यक्तित्वहरू चाहिँ एकदम धेरै हुनुभएको छ र मैले आफूलाई एकदम ग्रेटफुल ठान्छु त्यसको लागि, किनभने सबैजनाले यस्तो राइट इन्भाइरोमेन्ट र राइट गाइडेन्स पाउँदैन र आज यस सम्मान कार्यक्रममा उपस्थित भए सम्पूर्ण यहाँ उपस्थित महानुभावले जोडदारले हाम्रो फेरि प्रीति राईज्यूलाई चाहिँ उहाँले सम्मान गर्न लाग्नु भएको छ। कृपया जोरदार तालीले उहाँलाई सम्मानको लागि जोरदार ताली बजाउन हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँलाई सम्मानको लागि बधाई ज्ञापन गर्दैन हार्दिक अनुरोध गर्न चाहन्छु।
राज राज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु र यो समय चाहिँ हाम्रो गायक थुलुङ दुधकोशी वडा नम्बर 3 पञ्चन निवासी हुनुहुन्छ आदरणीय गायक विनोद विक्रम राई ज्यूलाई आफ्नो प्रस्तुतिको लागि म हार्दिक कलाकार बहिनीहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। म सम्पूर्ण कलाकार बहिनीको नाम उच्चारण गर्न चाहन्छु। यस कार्यक्रमका प्रमुख अतिथिज्यू लगायत विशिष्टज्यूबाट यो प्रमाणपत्र प्रदान गर्न लागि विनम्र अनुरोध गर्न चाहन्छु। महालेखा परीक्षक कार्यालयका निर्देशक, सृजनशील युवा समाज कागलका संस्थापक यज्ञ प्रसाद राईलाई हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। यस कार्यक्रमका अध्यक्षज्यू, कोशी प्रदेश सभाका सदस्य मान्यज्यू, स्वीकार गरी प्रमुख आतिथ्य ग्रहण गर्न पाल्नुभएका नेपाल सरकारका रक्षा मन्त्री माननीय मान्मी राईज्यू, त्यसै गरी कोशी प्रदेशका निवर्तमान सभा सदस्य एवं पूर्व मन्त्री माननीय उत्तम कुमार बस्नेतज्यू, त्यसै गरी पावन अवसरले यहाँहरूको समृद्ध सुख शान्ति एवं आउने दिनहरू खुसीका साथ बितोस् भन्दै म सृजनशील युवा समाजका केन्द्रीय कार्य समितिको तर्फबाट यहाँहरूलाई विशेष शुभकामनासहित हार्दिक आभार अनि धन्यवाद नमन प्रकट गर्दै आजको यस कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हवस् त, धन्यवाद, नमस्कार, जय सृजनशील।